साथीहरु गुड मर्निङ। आज चाहिँ म ब्रोकली र आलुको सब्जी बनाउन गइरहेको छु। हजुरहरुले कसरी बनाउनुहुन्छ? म चाहिँ यसरी नै बनाउँछु है। ल हेर्नुस् है, तेल तातिसक्यो। यसमा अलिकति जीरा फुराइदियो दिने, सिम्पल गाउँले स्टाइल है। त्यहाँबाट प्याज हालिदिने, प्याजको साथसाथै आलु है। आलुलाई चाहिँ यसलाई पनि भुटिसक्छु। अब हाल्यो स्वादै एउटा टमाटर, अलिकति कश्मीरी लाल मिर्च पाउडर, हल्दी पाउडर, नुन। ब्रोकली ढाकेर पकाउने। मुकबाङ भिडियोको साथमा आइसकेको छु। आज चाहिँ एकदमै सिम्पल है, केही मैले स्पेशल बनाएको छुइनँ। जो घरमा हामी नर्मली खान्छौँ डेली त्यही खाना छ। मुसुरी दाल छ, यहाँ ब्रोकली र आलुको सब्जी छ र पिनट चटनी। अनि यहाँ चाहिँ मल्लेरोको अचार छ, मैले घरमा बनाएको। हेर्नुस् त, वाउ, चाहिन्छ भने भन्नुहोस् है अचारको। ल साथीहरु, अब ढिलो नगरिकन खाइदिउँ है ब्रोकली। मेरो प्रिय दामै भन्छ। मेरो टोक भएको अचार चाहिँ दामी भयो। बदमको अचार, दाल पनि तातो तातो भयो त। क्या मिठो भयो। मिठो भयो क्या।
साथीहरू मैले खाइसकेँ है। फेरि नेक्स्ट भिडियोमा भेट हुने नै छ। तबसम्मको लागि बाई बाई, टेक केयर।